यो कान सुन्यो भने त म कस्तो हुन्छ जस्तो लाग्छ गुरु मलाई। सुन्नु भएन? अनि वेदिका बहिनीले चाहिँ अहिले विभिन्न खालको ढोङ माता र पिताहरूको चाहिँ नाङ्गेझार बनाउँदै जाने क्रममा चाहिँ एकजना कथाबाजीका प्रख्यात नेपालको कथाबाजीका उहाँको पनि पोल खोल्न पुग्नुभयो। उहाँलाई पनि नाङ्गेझार बनाउनु भयो। उहाँको त्यो पुरानो कथाहरू सुनेर त म त छक्कै परेँ। भने सबै यो अहिलेको यो नक्कली झाँक्री माता पिताहरूलाई चाहिँ उहाँले सबैको नाङ्गेझार पारिसक्यो भने यो मान्छेको चाहिँ नाङ्गेझार पारेको मैले सुनेको छैन उहाँको मुखबाट। यो मान्छे चाहिँ यस्तो फडा हो कि सबभन्दा ढोङ चाहिँ उहाँ हो। मेरो राधा पोखरेल। राधा पोखरेल। अनि तपाईँलाई यो घोडा दुख्ने कति वर्ष भयो? यो दुख्या त धेरै वर्ष भइसक्यो गुरु, 8-9 वर्षै भइसक्यो। हिँड्न सक्नुहुन्न? हिँड्न त सक्छु तैपनि एकदम गाह्रो गरेर अहिले तपाईँ नाच्दै जानुहुन्छ कि? नाच्दै गएपछि एकदम खुसी हुन्छु नि म गुरुलाई एकदम धन्यवाद गर्छु। उठ्नु त। राधा दुई मिनट म भन्नुहोस् है यता फर्किनु कहाँ दुखिरहेछ अहिले? अहिले त काहीँ पनि दुखेको छैन। नराख्नु है फेरि मान्छेले मलाई अहिले काहीँ पनि दुखेको छैन। छैन कस्तो बलमा आएको हिँडेर तपाईँ सँगै गएको हो मेरो जेठानी अहिले अहिले बढी नाच्नु थाल्नु हजुरको शक्ति हजुरको कति वर्ष लाग्यो? बाफ्रे एकदमै शक्तिशाली धनी पो रहेछ त। 9-10 वर्षै भइसक्यो। हामी पहिला नै आउने भनेर भर्खरै बामे सर्दै घिसेर आएको मान्छे कहाँ दुखिरहेछ अहिले? फेरि त्यत्रो ढोङ हुँदा पनि फेरि उहाँको पनि यति मान्छे आउँदो रहेछ।